इटा र सिमेन्टका नयाँ पर्खाल खडा गर्दैमा स्वास्थ्य सेवा प्रभाव हुँदैन। त्यसका लागि जस्तै जनशक्ति, चिकित्सक, उपकरण र औषधिको उपलब्धता आवश्यक पर्छ। सामान्य सभामुख महोदय, यसअघि मैले यस गरिमामय सदनमा नेपालको स्वास्थ्य सेवा सुधारको जग स्वास्थ्य चौकीबाटै सुरु हुनुपर्छ भन्ने धारणा राखेको थिएँ। आज म स्वास्थ्य प्रणालीसँग जोडिएको अर्को एक गम्भीर र नीतिगत विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतापछि प्रत्येक स्थानीय तहमा आधारभूत वा नगर अस्पताल निर्माण गर्ने होड चलेको छ। संरचना निर्माणमा बजेट खन्याउन पाउँदा निर्माण व्यवसाय र राजनीतिक वीर उत्साहित देखिए तापनि यथार्थ निकै निराशाजनक छ। एकातिर नयाँ भवन ठडाउँदैमा सीमित बजेट सकिने र जनशक्ति अभावका कारण ती संरचना भूत बङ्गला बन्ने जोखिम बढेको छ भने अर्कोतिर वर्षौँदेखि सेवा दिइरहेका हाम्रा जिल्ला अस्पतालहरू बजेट र आवश्यक जनशक्ति अभावमा दिनानुदिन थला पर्दै गएका छन्। सभामुख महोदय, इटा र सिमेन्टका नयाँ पर्खाल खडा गर्दैमा स्वास्थ्य सेवा प्रभाव हुँदैन। त्यसका लागि जस्तै जनशक्ति, चिकित्सक, उपकरण र औषधिको उपलब्धता आवश्यक पर्छ। तसर्थ म सभामुखज्यू मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल सरकारसँग माग गर्दछु, प्रत्येक जिल्ला अस्पतालमा कम्तीमा एमडी, शल्य चिकित्सक, स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ र हाड जोड्ने विशेषज्ञ सहितको टोली 24 घण्टा उपलब्ध हुने व्यवस्था गरियोस्। हस्, धन्यवाद। विदेश जाने सपना ट्रस्टबाट सुरु गरौँ। कोरियन, जापानिज, अङ्ग्रेजी भाषा कक्षा